नमस्कार साथीहरु, स्वागत छ यहाँहरुलाई आजको भिडियोमा हामीहरु चर्चा गर्नेछौं माउरी पालन भित्रको एकदमै महत्त्वपूर्ण विषय जुन चाहिँ घार किनबेचसँग सम्बन्धित छ। माउरी किनबेचसँग सम्बन्धित छ र माउरी पालनमा हुन सक्ने सम्भाव्य दुर्घटना र यसबाट हुन सक्ने सफलताको विषयमा हामीहरु तपाईहरुमा आज कुराकानी गर्नेछौं। कृपया भिडियो अन्तिमसम्म हेरेर पूरा जानकारी लिनुहोला। साथीहरु, अहिलेको समयमा विभिन्न ठाउँमा देशको विभिन्न भागहरुमा चाहिँ माउरीहरु उलछुट हुने क्रम जारी रहेको छ र माउरीले गृहत्याग गर्ने समस्या चाहिँ अलिकति कम छ र अहिलेको समयमा चाहिँ प्रशस्त मात्रामा चरणहरु हुने भएकोले देशको विभिन्न भागमा विभिन्न क्षेत्रमा फरक समयमा र विशेष गरी अहिलेको समयमा चाहिँ पहाडी क्षेत्रमा चाहिँ एकदमै धेरै मात्रामा चाहिँ माउरीको हुलछुट हुने क्रम जारी रहेको छ। र साथीहरु, यो समय चाहिँ यदि तपाईहरु माउरी पालन गर्ने सोचमा हुनुहुन्छ अथवा माउरी पालन गर्दै हुनुहुन्छ भने यो समय चाहिँ एकदमै उपयुक्त समय हो। यदि तपाईहरु माउरी पालन गर्ने सोचमा हुनुहुन्छ र व्यावसायिक रूपमा गर्ने भए पनि अथवा आफूले पर्सनल एक दुई घार चाहिँ आफ्नो घरमा खानको लागि म खाना हुन्छ भनेर पाल्ने सोचमा बनाउनु भएको छ भने पनि तपाईले माउरी किनेर ल्याउने समय चाहिँ यति बेला एकदमै उपयुक्त छ। र यो समयमा माउरी तपाईले ल्याउनु भयो भने चाहिँ तपाईले धेरै दुःख पाउनुहुन्न। होइन भने चाहिँ अफ सिजनमा जस्तै कि असार साउनको समयमा पुष माघको समयमा कुनै ठाउँबाट माउरीहरु हामीले ल्यायौं भने चाहिँ त्यो समयमा प्रशस्त मात्रामा चरण नहुने भएकोले माउरीहरु चाहिँ गृहत्याग गर्ने समस्या हामीले भोग्नु पर्ने हुन्छ भने अहिलेको समयमा तपाईहरुले माउरी लगेर राख्नुहुन्छ भने अथवा माउरी तपाईहरुले किनेर राख्नुहुन्छ भने एकदमै माउरीहरु चाहिँ भाग्ने समस्या एकदमै कम हुन्छ र माउरीहरुको चाहिँ प्रशस्त मात्रामा बढ्ने सम्भावना हुन्छ। किनभने जताततै माउरीको चरणहरु प्रशस्त मात्रामा भएको कारणले गर्दाखेरि चाहिँ माउरीहरुले एकदमै खुसी भएर काम गर्ने हुन्छ र माउरीको जुन जीवन चक्र पनि एकदम राम्रोसँगले चलिरहेको हुन्छ। अहिलेको समय भनेको न धेरै गर्मी न धेरै जाडोको समय हो, एकदमै राम्रो टेम्परेचर छ। माउरीको गोला संख्या वृद्धिको लागि, माउरीको जनसंख्या वृद्धिको लागि चाहिँ एकदमै उपयुक्त समय रहेको छ। त्यो भएको हुनाले हामीले चाहिँ अहिलेको समयमा माउरी लैजान सक्यौं भने अथवा अहिलेको समयमा हामीले माउरी राख्न सक्यौं भने चाहिँ माउरीबाट चाहिँ हामीले राम्रो उत्पादन लिन सक्छौं। साथीहरु, अहिलेको समय भनेको एकदमै महत्त्वपूर्ण समय हो, एकदमै राम्रो सिजन हो माउरी पालनको लागि। माउरी पालनमा लागिसकेपछि अथवा घरमा एउटै घर पाल्नु भएको छ भने पनि अथवा व्यावसायिक रूपमा माउरी पालन गर्दै हुनुहुन्छ भने पनि माउरी पालनको एक मुख्य उद्देश्य भनेको माउरी पालनबाट हामी सफल हुनु हो। चाहे थोरै मात्रामा होस् चाहे धेरै मात्रामा होस्, माउरी पालनबाट हामीले सफल हुनको लागि सबैभन्दा पहिला त माउरी गोला मजबुत हुनुपर्ने हुन्छ। साथीहरु, यदि तपाईहरु कतैबाट माउरी ल्याउँदै हुनुहुन्छ भने अथवा माउरी तपाईहरुसँग छ भने अहिलेको समयमा चाहिँ घार विभाजन गरेर त्यो थोरै माउरीलाई पनि मजबुत बनाउन सक्ने समय हो। साथीहरु, अहिलेको समयमा तपाईहरुले घार विभाजन गरेर अथवा अन्तबाट थोरै माउरी ल्याउनु भएको छ भने पनि त्यो माउरी छोटो समयमा नै हामीले सोचे भन्दा राम्रो वृद्धि भएर एकदमै छिटो मात्रामा बढ्छ। साथीहरु, अहिलेको समयमा चाहिँ माउरीहरु एकदमै छिटो बन्ने हुन्छ र तपाईले एक घार किन्नु भयो भने अबको 1.5-2 महिनामा यदि तपाईकोमा राम्रो चरण छ भने तपाईको क्षेत्रमा चाहिँ राम्रो चरणको सम्भावना छ भने माउरी चाहिँ 1 महिनामै त्यो घारको डबल भइदिन सक्छ। किनभने तपाईले लानु भएको माउरी चाहिँ जुन लार्भाहरु फुल प्युपाहरु प्रशस्त मात्रामा चाहिँ चाकामा पनि तपाईले चाकै समेत लाँदाखेरि चाहिँ चाकामा पनि भएको माउरीहरु चाहिँ निस्किने हुन्छ र तपाईले 4 फ्रेम 5 फ्रेम माउरीहरु किनेर लैजानु भयो भने चाहिँ त्यो 4-5 फ्रेम माउरी चाहिँ फेरि त्यो 4-5 फ्रेम भित्रको प्युपाहरु निस्केर तुरुन्त अर्को 4-5 फ्रेम माउरी बढ्ने भएको हुनाले चाहिँ अहिलेको समयमा तपाईले माउरी लैजानु भयो भने चाहिँ पूरा फ्रेममा चाहिँ प्युपाहरु भएको चाकाहरु लिँदै गर्दाखेरि चाहिँ एकदमै छिटो माउरीहरु बन्ने हुन्छ। साथीहरु, अहिलेको समयमा र अहिलेको समय भनेको चाहिँ हुलछुट हुने सँगसँगै माउरीको किनबेच गर्नको लागि एकदमै उपयुक्त समय छ। र यदि तपाईहरु मह खान चाहनुहुन्छ भने चाहिँ कुनै ठाउँमा चाहिँ अहिले पनि मह काट्ने सिजन छ भने कतिपय ठाउँहरुमा चाहिँ चिलाउने टुनीहरु चाहिँ फुल्ने बेला हुँदैछ, फुल्न बाँकी नै छ। जुन मह काट्ने बेला भएको हुन्छ साथीहरु, लगभग वैशाखको आधा आधी जेठतिर चाहिँ पहाडमा चाहिँ मह काट्ने बेला भएको हुन्छ, माउरीको मह काट्ने बेला भएको हुन्छ र त्यो समयमा चाहिँ हामीहरुले धेरै उत्पादन लिनको लागि अहिलेको समयमा माउरीको केही मात्रामा स्याहार गर्न सकियो भने अथवा तपाईले
कतैबाट 4-5 फ्रेम माउरी किनेर राख्नुहुन्छ भने त्यो माउरीले चाहिँ तपाईलाई केही मात्रामा, धेरै चाहिँ होइन साथीहरू, अहिले तपाईँले 4-5 फ्रेम किन्नुभएको माउरीले अत्याधिक धेरै चाहिँ भन्न सकिँदैन, तर जेठसम्म चाहिँ तपाईँलाई केही मात्रामा तपाईँको घरमा खानको लागि 2-3 किलो मह चाहिँ दिन सक्छ है साथीहरू। र तपाईँ आफ्नै घरमा अर्ग्यानिक शुद्ध मह खान चाहनुहुन्छ भने चाहिँ अब किनेको मह पनि कतिपय ठाउँमा शुद्ध पाइन्छ, कतिपय ठाउँमा शुद्ध पाइँदैन। त्यो भएको हुनाले चाहिँ हामीले शुद्ध मह अब कसरी चिन्ने भनेर विभिन्न प्रक्रियाहरू अपनाउँछौँ, तैपनि कतिजनाले अशुद्ध मह पाइरहनु भएको हुन्छ। र जो माउरी किसान हुनुहुन्छ उहाँहरूले त राम्रो हिसाबले शुद्ध मह नै उत्पादन गर्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ, र कतिजनाले चाहिँ अब चिनी मिसाएको हुन्छ, महमा चाहिँ विभिन्न प्रकारको केमिकल हालेको हुन्छ भनेर त्यो सोच राख्नुहुन्छ। त्यस भएको हुनाले तपाईँहरू अब त्यति तपाईँहरूलाई चाहिँ कुनै व्यक्तिप्रति अथवा कुनै संस्थाप्रति अथवा कुनै किसानप्रति विश्वास छैन भने तपाईँ आफ्नो घरमा पालेर आफ्नो सुरक्षित भएर आफू ढुक्क भएर चाहिँ आफ्नो घरको अर्ग्यानिक मह सेवन गर्न सक्नुहुन्छ र आफूलाई ढुक्क पनि भयो र आफ्नै घरको अर्ग्यानिक उत्पादन खान भयो भने तपाईँको खर्च पनि कम हुन आउँछ। माउरी पालन भनेको एकचोटिको लगानी र जीवनभरिको आम्दानी हो साथीहरू। माउरी पालनमा तपाईँले एकचोटि लगानी गर्नुभयो भने त्यसले बाँचुन्जेलसम्ममा हामीलाई चाहिँ निरन्तर उत्पादन दिइरहने हुन्छ। पुस्तौँ पुस्तासम्म चाहिँ माउरी गोलाले चाहिँ उत्पादन दिइरहन सक्छ। तर हामी चाहिँ के हो भन्दाखेरि अफ सिजनमा चाहिँ माउरीको गोलाहरू व्यवस्थापन गर्नुपर्ने हुन्छ। कुनै कुनै समयमा रोग किराहरूले, विभिन्न प्रकारको परजीवीहरूले अथवा विभिन्न प्रकारको चराहरूले, अरिङ्गलहरूले चाहिँ माउरीलाई दुःख दिने समय पनि आउँछ। त्यो समयमा चाहिँ हामीले माउरीलाई जोगाउन सकेनौँ भने माउरीको ठुलो दुर्घटना हुन्छ साथीहरू। माउरी गृहत्याग गरेर पनि जान सक्छ र माउरी चाहिँ थोरै थोरै गरेर मरेर सकिन पनि सक्छ, मासिन पनि सक्छ। त्यो भएको हुनाले यस्तो दुर्घटनाहरू हुन नदिनको लागि हामीले माउरीलाई जोगाइराख्नको लागि चाहिँ अफ सिजनमा चाहिँ केही मात्रामा चिनी चास्नीहरू फिडिङ गराउने र सिजनको बेलामा चाहिँ प्रशस्त मात्रामा चरणहरू बाहिर भएको बेलामा चाहिँ हामीले आधार चाकाहरू थपिदिने अथवा फ्रेमहरू थप्दै जाने, उसलाई तापक्रमको व्यवस्थापन गरिदिने, तापक्रम चाहिँ मेन्टेन गर्नको लागि सजिलो होस् भन्नको लागि बाहिरबाट जुटको बोराहरूले ढाकिदिने। यस्ता कामहरू हामीले गर्न सकियो भने चाहिँ माउरीले छिटो छिटो मात्रामा उसको जनसङ्ख्या वृद्धि गर्छ र हामीलाई चाहिँ सिजनको समयमा एकदमै मह उपलब्ध गराउँछ साथीहरू। हामीले माउरी पालनबाट धेरैवटा उत्पादनहरू लिन सक्छौँ। व्यावसायिक रूपमा गर्ने हो भने तपाईहरू 2-4 घाट मात्रै घरमा राखेर आफूले मात्रै मह खाने सोचमा हुनुहुन्छ भने चाहिँ तपाईले धेरै भन्दा पनि आफ्नो घरको अर्ग्यानिक मह मात्रै खान पाएर आफूले स्वस्थ जीवनयापन गर्न सक्यो भने त्यो नै खुसीको कुरा हुनेछ साथीहरू। अहिलेको समय भनेको माउरी पालनको लागि एकदमै उपयुक्त समय हो। यो समयमा चाहिँ हामीले माउरी गोलाहरू आफ्नो ठाउँमा ल्याउन सक्यौँ भने माउरी भाग्ने समस्याबाट पनि हामी जोगिन सक्छौँ। र अहिलेको समय भनेको चाहिँ विभिन्न शत्रुहरूले असर गर्ने समय पनि छैन र यस समयमा चाहिँ माउरीहरू छिटो मात्रामा बढ्छन् र हामीले किनेको 1-2 घार माउरी किन्यौँ भने त्यसैलाई फुटाएर, त्यसैलाई विभाजन गरेर, त्यसै माउरीलाई बढाएर यदि हामीले कुनै ठाउँबाट 1 घार माउरी किनेर ल्यायौँ भने त्यो माउरीलाई चाहिँ अहिलेको समयमा बढाएर 2 घार बनाउन सकिन्छ। त्यसो भएको हुनाले अहिलेको समय माउरी पालनको लागि एकदमै उपयुक्त छ र अहिले हामीले ल्याएको माउरीले 1-2 महिनामा नै सिजनको समयमा हामीलाई मह खुवाउन सक्छ केही मात्रामा। भने यस्तो गुणकारी जीव, यस्तो गुणकारी किरा हामीले किन नपाल्ने भन्ने कुरा हो साथीहरू। र प्रकृतिमा माउरीको एकदमै ठुलो भूमिका छ। जबकि प्रकृतिमा परागसेचन गराउनको लागि विभिन्न फलफुलहरूमा, विभिन्न अन्नबालीहरूमा चाहिँ परागसेचन गराएर माउरीले चाहिँ धेरै ठुलो भूमिका निर्वाह गरेको हुन्छ। त्यसकारणले प्रकृतिको लागि माउरी तथा माउरीजन्य किराहरू अपरिहार्य छन् र यसमा चाहिँ हामी मानव जातिले पनि कम्तीमा 1-2 घार चाहिँ आफ्नो घरमा राखेर प्रकृतिलाई पनि टेवा पुर्याउँदै हामीले चाहिँ आफ्नो जीवनकालमा चाहिँ राम्रो खालको शुद्ध मह, आफ्नै घरको अर्ग्यानिक मह खाएर स्वस्थ जीवनयापन गर्न सकिन्छ भने माउरीको हावाहरू लिएर माउरीले जुन आफ्नो घर वरिपरि भएका अन्नबालीहरूलाई, फलफुलहरूलाई परागसेचन गरेर धेरै उत्पादन दिन सहयोग गर्छ भने यस्तो गुणकारी जीव किन नपाल्ने भन्ने कुरा हो साथीहरू। र यदि तपाईँहरू पनि माउरी पालन गर्न चाहनुहुन्छ भने, माउरी पालन गर्न सोचमा हुनुहुन्छ भने, अथवा तपाईँ घरमा 1-2 घार पाल्ने सोचमा भए पनि अथवा व्यावसायिक रूपमा पाल्न चाहनुहुन्छ भने पनि माउरी तथा माउरीजन्य सामानहरूको लागि हामीलाई सम्झन सक्नुहुनेछ। हामी तपाईँलाई तपाईँको ठाउँसम्म डेलिभरीको व्यवस्था गर्नेछौँ।
यदि तपाईहरु माउरी सम्बन्धी तालिम लिनुभएको छैन र माउरी पाल्ने सोचमा चाहिँ हुनुहुन्छ भने तपाईहरुलाई केही मात्रामा हामीले जानेका कुराहरू हामी शेयर गर्ने छौं। तपाईहरुले पाल्दै जाँदाखेरि पनि सिक्नु हुनेछ भने कतिपय कुराहरू व्यावसायिक रूपमा गर्नुहुन्छ भने चाहिँ तपाईहरुले हामीसँग प्रत्यक्ष रूपमा ट्रेनिङ लिन पनि सक्नुहुनेछ र हामी तपाईहरुलाई कसरी हुन्छ तपाईहरुलाई त्यो माउरी पालनबाट व्यक्तिगत रूपमा होस् अथवा व्यावसायिक रूपमा होस् हामी तपाईहरुलाई सहयोग गर्नको लागि पछि हट्ने छैनौं। हामी तपाईहरुलाई सेवा सुविधा दिनको लागि सदैव तत्पर रहने छौं। कृपया हामीलाई माउरी तथा माउरीजन्य सामग्रीहरू चाहिएमा सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो फेसबुक पेज गाउँले ब्रान्डलाई पनि फलो गरेर हामीमा जोडिन सक्नुहुनेछ। अन्तिमसम्म भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद छ। कृपया हाम्रो भिडियो मन परेमा लाइक गरिदिनु होला। सल्लाह सुझावको लागि कमेन्ट गर्न नबिर्सनु होला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानल सब्स्क्राइब गरी यो सामग्री आफ्नो माउरी पालक साथीहरुमाझ अथवा माउरी पालन गर्न चाहने साथीहरुमाझ शेयर गरेर सबैमाझ यो सन्देश पुर्याउन सहयोग गरिदिनु होला भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।